सो हेलो एन्ड नमस्ते, स्वागत छ मेरो मिनी ब्लगमा। आजको ब्लग रहेको छ बिएमा जति पनि कोरियोग्राफी छ डान्सको मैले गरेको छु, अनि प्लस हाम्रो ग्रुप डान्स पनि रहेको छ। कति पनि ढिला नगरी म फटाफट स्टेज चढेर बेहुला कङ्ग्रेचुलेसन भने। बेहुलाले भन्नुभयो कि तपाईँ अबदेखि गुरु बन्नुभयो, मलाई एकदमै खुसी लाग्यो। त्यस पछाडि निश्चल दाईसँग म चलेँ, निश्चल दाई भनेको थियो डान्स गरौँ न भनेको थियो, निश्चल दाईले पनि डान्स गर्नुभयो। रमाइलो गऱ्यौँ हामीले। अब डान्स पनि स्टार्ट भइसकेको थियो। केटाहरू ग्रुप डान्स, चुरन्दार गुस गुस नाना ना गुस गुस नाना ना, एकदम बोइजहरूले पनि राम्रो डान्स गर्नुभयो, एकदमै खुसी लाग्यो होइन। त्यस पछाडि हाम्रो ब्युटिफुल सिस्टरहरूको डान्स रहेको थियो, उहाँहरूले पनि एकदमै राम्रो डान्स गर्नुभयो। जति मैले सिकाएको थिएँ त्योभन्दा नि राम्रो डान्स गर्नुभयो, एकदमै खुसी लाग्यो होइन, एकदमै खुसी लागेको छ। त्यस पछाडि मेरो डान्स रहेको थियो, हाम्रो ग्रुप डान्स। त्यस पछाडि हामीले ग्रुप डान्स पनि गरिसक्यौँ, अनि हामी बिएमा अलिअलि खानपिन पनि भइसक्यो। मैले सोनमलाई सोधेको थिएँ, सोनम यति खाने भनेर। सोनमले यति भन्यो। अनि म स्टेजतिर लागेँ, हाम्रो ब्युटिफुल होस्ट रोजिना नानु, अनि त्यस पछाडि हाम्रो एकदमै ट्यालेन्टेड भाइ, मेरो भाइले चाहिँ धेरै गाए, दाइ घाँटी सुकिसक्यो पानी दिनु न भनिदिइरहेको थियो। क्राउड चाहिँ एकदमै धेरै थियो, मान्छेहरू एकदमै धेरै आउनु भएको थियो। त्यस पछाडि हाम्रो सबै कार्यक्रम सक्यो। त्यस पछाडि म लागेँ घरतिर, अनि दाइले भन्नुभएको थियो केही खाएर जाऊ भन्नुभएको थियो। मैले नाइ भने, किन भनेपछि मापास्यो हुन्छ। त्यसपछि ठिक छ त बियर लिएर जाउँ न त भन्नुभएको थियो। मैले बियर हातमा लिएर हिँडिरहेको छु, मापासे चेक हुन्छ भनेर म घर गएर खान्छु भने। हस् त, सम्पूर्णलाई नमस्ते, थ्याङ्क यू। मेरो ब्लग यति नै रहेको छ, प्रक्रिया दिनुहोला।